हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजनालाई स्वागत छ। आज हामी आइबिएससी वेलनेसको डे 7 अन्तर्गत आज हामी ट्रेक जाँदैछौँ डाँडाकालिका मन्दिर। हामी सबैजना साथीहरू भएर। ओके, राम्रो देखियो। आज हामी जाँदैछौँ। हामी अहिले चाहिँ हामी शहीद चोकमा छौँ। अब हामीले सरो साथीलाई कुरिराखेको छौँ अनि त्यसपछि हामी म्याजिक चलेर चाहिँ मन्दिर जानेछौँ र आज निकै रमाइलो हुनेवाला छ र सबैजनाले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु होला हैन। र हामी चाहिँ सबैजना हैन टक्क लाएर म्याजिकमा बसेर जाँदैछौँ। सबैले आफ्नो आफ्नो परिचय दिउँ न। ल सुरु गरौँ न त। ल केही सुन्दैन। हाई गाइस, म चाहिँ दिया दंगा। यता हाई गाइस, म आयुष्मा। हेलो, म ऐश्वर्या। मलाई देखिएन, मलाई थाहा, त्यही पनि म देख्छु ल। ल है त। अनि हामी चाहिँ आज डाँडाकालीको मन्दिर जाँदैछौँ। अनि म चाहिँ हजुरहरूले चिनिराख्नु भएको होइन झलकको भलक मार्फत हेर्दै हुनुहुन्छ। म चाहिँ झलक शिविर। ल परिचय। झलकको भलकमा आएका छौँ र आज हामी डाँडाकालीका चढ्न गइरहेका छौँ। म अलि ढिलो भए केही छैन, त्यही भएर गाडीमा अब ट्याक्सी पाराले चाहिँ जानु पर्ला जस्तो छ। ल भइहाल्छ नि होइन। जानु पर्ला जस्तो छ। ल र हामी चाहिँ हामी जाँदैछौँ अब गाडीमा। के बोल न यसमा। हामी चाहिँ उकालो चढ्दैछौँ होइन। 1 घण्टा हिँडे जस्तो भइसक्यो। ल भएन त। र हामी अब उकालो चढ्न लागिरहेका छौँ। हेलो के भन्यो, फेरि भन्नु एकचोटि होइन, अघि भने शब्द। हेलो। र हामी उकालो चढ्दैछौँ यहाँ टक्क लाएर। हेलो यसमा। ए हो चिया खान पाएन भनेपछि अहिले जिसान्तले स्पोन्सर हो क्या अहिले खाजा होइन। सबजना एकदमै कसेर होइन। ऐश्वर्या के भन्नु मन लाग्यो यस क्रममा? मलाई छुट्टी देऊ घर। यत्रो उकालो हिँड्न अझै कहाँ दिने आएन। फर्किने सोचमा पुग्न लागिसक्यौँ हामी। केही छैन, हामी गन्तव्यमा चाहिँ पुरा छोड्ने हो। फर्किन्छ कि फर्किन्न त होइन, त्यहाँ चाहिँ पुगिन्छ है। आधीहरू चाहिँ माथि पुगिसके, हामीलाई रोके छैनन्, एक्लै गए होइन। तर हामी चाहिँ एकदम बिस्तारै आउँदैछौँ। अरू सबैजना हामीलाई छोडेर गइसक्यो माथि। हामी यहाँ 3 जना छौँ, मोहन, ऐश्वर्या, म होइन। जाम कि जाम, कमन। अरू सबैजना छोडेर गइसके होइन। ल है त, आफ्नो 2-4 शब्द केही राखिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। ल जानुहोस् न केही। डाँडाकालिका चाहिँ हाइकिङ आउनलाई चाहिँ होइन हिँड्ने बानी नभए भने चाहिँ गाह्रो पर्ने रहेछ। हाम्रो एकजना साथी पछाडि नै छ, गाह्रो भएर चाहिँ यता देखाइदियो त उसलाई, ऐश्वर्यालाई। अनि तपाईँहरू नि बिहान दौडिने गर्नु, अनि बानी हुन्छ नि त हिँड्ने बानी। अनि हाइकिङ आज हामी चाहिँ रमाइलो गर्न सक्नुहुन्छ। आइबिएससी वेलनेसको विक चलिरहेको छ, त्यस अन्तर्गत आज डे 7 को चाहिँ हामी जाँदैछौँ होइन। रमाइलो भइरहेको होइन। यत्रो उकालो चढेर माथि आइसक्यौँ। अब आउने बेला पनि भइसक्यो। हामी एकदमै गन्तव्यतर्फ हामी तकभर भएर लागिरहेका छौँ। हामी एकदमै है हामी फाइनली आउनु लागिसक्यौँ टक्क लाएर। फाइनली हामी आइसकेका छौँ। है। फाइनली हामीले हार चाहिँ मानेनौँ। तिमीले किन छोड्या के ऐश्वर्यालाई? साँच्ची
हामी न बसेको भए ऐश्वर्या आज आउँदैन कि माथि तर भन्दैन भनेको उडाइदियो के झलक फाल्दै बिचमा हेर्नुहोस् खतरा भिडियो नानीहरूको पढाइ लेखाइ त्यहाँ मानिसमा सिस्टम भएर जान सकुन् कसै दिन धोका सुरु नपरोस् यात्राहरू ल हिँडा अब हिँडा अबकै भिडियोमा आयो र हामी अब झर्ने लामै टक्क लाएर भोलि बेलुकी आउँछ साथीहरू झलक्क भलकमा हामी फर्किने क्रममा यहाँ थकेर हामी विश्राम लिएका छौँ वे वा 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 के रे के भन्न चाहनुहुन्छ तपाईँ आजको हेलो आज हामी यहाँ ट्रेक आएका छौँ डाँडाकालीका मन्दिर के भन्न चाहनुहुन्छ के दुई चार शब्द लेमन टी ओ लेमन टी टिरी लेमन टिरी आइसमा के भन्न चाहनुहुन्छ केही त ऐश्वर्या चाहिँ भेरी के भन्छ टायर के भन्नु यात्रा हामी अहिले यहाँ चाहिँ आफ्नो साथीहरूलाई कुरेर विश्राम गरिरहेका छौँ अब विश्रामपछि हाम्रो यात्रा के भन्छ कन्टिन्यू हुनेछ वाउ ए भोलि पोस्ट हुने चाहिँ किन थाहा झलक्क सेसन त भोलि हो नि त हेलो दिया के भन्नु मन लाग्यो आज ल के भन्नु मन लाग्यो मजा आयो के भन्नु मन लाग्यो रमाइलो भयो वाउ अनि त्यसपछि मैले लकेट किने वाउ अनि उनीहरूले औँठी किने वाउ के बोल्नु पर्यो गीत गाउँदै तिमी नै हौ अरू के हो यस्तो रमाइलो त होइन अहिलेसम्म भएको पनि थिएन के त्यस्तो रमाइलो भयो आज ल यही बसौँ ल हुन्छ होला नि यहाँ त यही बसौँ न यही बसौँ न यो हो नि रमाइलो भनेको यो हो कि प्योर हाइकिङ भनेको ल हामी अब फर्किने क्रममा छौँ बब्बाल मजा भयो आज खतरा होइन आज जो आएनन् नि होइन रेग्रेट फर्काउँछ पक्कै नि हो तर हामी सबैजनालाई सम्झेका छौँ है हामी आइबिएसको सबैजनालाई सिनियर दाइ दिदीहरूलाई नै हामी एकदमै सम्झेका छौँ सबैजनालाई सबैजना आएको भए चाहिँ अझै रमाइलो हुन्थ्यो कि हामी नेक्स्ट टाइम फेरि पक्कै पनि जान्छौँ शक्तिखोर अब नेक्स्ट टाइम यो चाहिँ बिहाइन्ड द सिन हो है हजुर ल हेलो अगाडि बसेँ क्या हामी